पछिल्लो 24 घण्टामा 54 जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या 2,70,277 पुगेको छ। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 2,771 पुगेको छ। पछिल्लो 24 घण्टामा देशभर 3,944 जनाको PCR परीक्षण भएको छ। गृह मन्त्रालयले शुक्रबार 52 जना सिडिओहरूको सरुवा र पदस्थापना गरेको छ। गृहले जारी गरेको सूचना अनुसार सहसचिव र उपसचिव गरी 52 जनाको सरुवा र पदस्थापना भएको हो। सूचनामा उल्लेख भए अनुसार 40 भन्दा बढी जिल्लाका प्रमुख जिल्लाधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी पनि सरुवा भएका छन्। शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्री स्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुङ्गा लगायत जिल्लाका प्रमुख जिल्लाधिकारीहरूको सरुवा गरेका छन्। प्रधानमन्त्री एवं नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउनु भएको छ। शुक्रबार बालुवाटारमा भएको प्रदेश 1 सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतक पदबाट हटाउनु भएको हो। ओलीले गुरुङको स्थानमा आफ्नो समूहका विशाल भट्टराईले प्रमुख सचेतक नियुक्त गर्नुभएको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि सरकार फेरिने चर्चा चलिरहँदा ओलीले दाहाल नेपाल खेमाका देव गुरुङलाई प्रमुख सचेतक पदबाट हटाउनु भएको हो। नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेता वामदेव गौतमलाई भेटवार्ताका लागि बोलाएका छन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन्। बालुवाटार पुगेका गौतमले ओलीसँग करिब 1 घण्टा कुराकानी गरे। नेता गौतमले ओलीसँग पार्टी एकतालाई बल पुग्ने गरी निर्णय लिन आग्रह गरेका छन्। नेकपा 2 समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका गौतमले बिहिबार प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ। बिहिबार राति मस्तिष्कघात भएका जोशीको यति बेला नर्विक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। जोशीलाई बिहिबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको थियो। शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्विक सारिएको छ। न्युरोसर्जन डाक्टर राजीव झा सहितको चिकित्सक टोलीले जोशीको उपचार गरिरहेका छन्। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताउनु भएको छ। शुक्रबार कृषि सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरू छटपटाउनु नपर्ने बताउनु भएको छ। मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको पनि बताउनुभयो। मन्त्री अर्यालले आफ्नो कार्यक्षेत्रभित्र नभए पनि उखु किसानको समस्या समाधान गर्न पहलकदमी गर्न बताउनुभयो। हालसम्म 43 करोड रुपैयाँ रकम भुक्तानी समेत भइसकेको उहाँले बताउनु भएको छ। सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक सङ्घर्ष समिति र नेवाह दे दुबु लगायतका विभिन्न संस्थाहरूले आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारहरूलाई विस्थापित गरिएको र सभ्यताको समेत विनाश भइरहेको भन्दै त्यसको विरुद्ध आन्दोलन गरिएको अभियन्ता राजेन्द्र महर्जनले बताउनुभयो। बालाजु बाइपासमा रहेका 48 घरधुरीलाई सरकारले अन्यायपूर्ण रूपमा विस्थापित गराएको पीडितहरूको भनाइरहेको छ। चीन सरकारले काठमाडौँको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ। चिनिया नयाँ वर्षको उपलक्ष्यमा चीन सरकार र चिनिया जनताको तर्फबाट स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस इत्यादि सहयोग गरिएको छ। सो अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पुनर्निर्माण गरेको विद्यालयमा चिनिया नयाँ वर्षको उपलक्ष्यमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा ड्रेस सहयोग गरेको बताउनु भएको छ। 2072 सालको भूकम्पबाट दरबार हाई स्कुल पूर्ण रूपमा क्षति भएपछि चीन सरकार आफैले विद्यालय भवनको निर्माण गरेको थियो। शुक्रबार व्यापारीहरूले भारत बन्दको घोषणा गरेका छन्। सामान एवं सेवा कर, जीएसटी, पेट्रोल र डिजलको बढ्दो मूल्य र ई-बिलको विरोधमा व्यापारीहरू भारत बन्द गरेका हुन्। अखिल भारतीय व्यापारी महासङ्घले आयोजना गरेको बन्दलाई 40,000 व्यापारीले समर्थन गरेका छन् भने यसमा देशभरका 8 करोड व्यापारी सहभागी छन्। सडक यातायात क्षेत्रको सर्वोच्च संस्था अखिल भारतीय ट्रान्सपोर्ट कल्याण सङ्घको यसको समर्थनमा बिहान 6 बजेदेखि साँझ 8 बजेसम्म चक्का जामको घोषणा गरेको छ। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।